अब कुरो चाहिँ केमा आयो भन्दाखेरि केटा हो चितवनको क्षेत्र नम्बर 3 बाट चाहिँ सोभिता कि रेणु दाहाल कुरो सुरु गरौँ उज्जवल कुमारबाट म चाहिँ यस्तो मेरो सपोर्ट केलाई गर्छस् तैँले किन मेरो सपोर्ट भनेको मलाई जिताउन एकदम बालिन मन होइन त्यो अनुसारमा जान पर्यो म सोभिता गौतमतिर तर मलाई त्यसको त्यसले अहिलेसम्म के गरियो भन्ने मलाई त्यो चाहिँ थाहा छैन है फेरि अलिकति म डिलेमामा छु क्या त्यो यस्तो सोभिता गौतम त्यो चाहिँ भनेको यस्तो हो फेरि त्यो भने कानुन बनाउने मान्छे हो त्यसले फेरि कानुन बनाएकी थाहा छैन मलाई यस्तो हो क्या सुन्नु कानुन बनाउने मान्छे होइन मैले बिचमा रोकेँ कानुन पढेकी मान्छे हो कानुन त्यो भएन त्यो भनेको नयाँ पात्र हो हाम्रो लागि नयाँ पात्र होइन के गरिहे के गरी होइन त्यो हाम्रो कसैलाई केही थाहा छैन अलिअलि गरी होला ट्याकटुक ट्याकटुक पारी होला तर रेणुले भनेको बाउकै पैसा चोरेर होस् कि अब कतै ठगी गरेर मेरो कुरा सुन एउटा कुरा म रोकेँ है तँलाई मैले चाहिँ सांसद बन्नलाई चाहिँ त्यो क्षेत्रमा केही गर्नुपर्छ जस्तो चाहिँ लाग्दैन है मलाई केटा हो किन हो किन सांसद भनेको त कानुन बनाउन देशको कानुन बनाउन जाने मान्छे हो नि त त्यो क्षेत्रमा काम गर्ने भनेको त त्यहाँको स्थानीय सरकारले हो क्या मेयरले हो त्यहाँ काम गर्ने भनेको सांसदको काम भनेको विकास निर्माण होइन नीति निर्माण हो नीति निर्माणको लागि के चाहिन्छ कानुन विज्ञ चाहिन्छ सोभिता गौतम भनेको कानुन पढेको विद्यार्थी हो कानुनमा काम गरेको मान्छे हो होइन त्यो भएर सोभिता गौतम चाहिँ त्यो ठाउँको लागि वाइ नट रेणु दाहाल भन्न त अब रेणु दाहाल किन हुँदैन भन्दै गर्दा चाहिँ अब जस्तै रेणु भनेको स्थानीय ठाउँबाट काम गरिरहेको मान्छे उसले स्थानीय मुद्दाहरू उठाएर संसदमा गएर बोल्न सक्छ त्यो कुरा ठिक छ तर कस्तो छ भने यदि त्यो ठाउँमा विपक्षी अर्को हुन्थ्यो भने रेणु दाहाललाई एकदम खुलेर भोट हाल्नु मिल्थ्यो तर त्यहाँनिर विपक्षी को छ ऊभन्दा बढी जेनदार चितवनको सुन भोट हाल्ने गएको मान्छेले चितवन क्षेत्र नम्बर 3 ले चितवन क्षेत्र नम्बर 3 मा विकास गरियो कि नै विकास गरियो चितवनलाई झिलिमिली बनाई रेणु दाहालले बनाई रोड बनाई जहाँसुकैबाट आओस् पैसा त बस्ने ठाउँ त बन्यो नि म बस्ने ठाउँ त बन्यो नि राति आनन्दले घर जान सकिन्छ चार चितवनको हरेक ठाउँ उज्याला छन् कहीँ पनि चोरी डकाइ हुँदैन हो सर्र बाटो छ 5-6 वटा देशकै नम्बर टप 5 मा पर्ने हस्पिटलहरू छन् उनीहरूलाई राम्रो बनाइदिएछ उले डेभलप सिटी बनाइदियो नि त हैन उलाई भोट किन नहाल्नु त्यो सोभिता गौतम कहिले चिताउन अहिले नै आयो होला धेरै पछि यस्तो ओके किन गर्ने मेयर भएर गर्नुपर्ने काम सबै कुराहरी मेयर भएर गर्नुपर्ने काम सबै कुराहरी अब त्यसको जस्तै अब क्षेत्र नम्बर 3 का हामीले बोलेर हुने कुरो होइन क्षेत्र नम्बर 3 काले कसरी मूल्याङ्कन गरेछन् भन्ने कुरो हो क्षेत्र नम्बर 3 काले राम्रैसँग मूल्याङ्कन गरेको देखिरहेछ तर के हो अब जस्तै राजनीति परिवर्तन हुँदैछ अहिले देशमा परिवर्तनको माहौल आएको छ पुरानो पुस्तालाई चिरेर नयाँ पुस्ता आइरहेको छ भने अब चाहिँ नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने रेणु दाहाल पनि नयाँ पुस्ता हो नि त भाइ पुरानो पुस्ता पोलीको पालाको त हैन नि त नयाँ पुस्तामा आउँदै गर्दा उसको झुकाव कता छ आफ्नै बातिर छ हो अहिले नेपाल कम्युनिस्ट पार्टी भनेर पहिला थियो अहिले नेपाल कम्युनिस्ट पार्टी नै छ नेपाली कम्युनिस्ट पार्टी छ अहिले उसको प्रचण्डको उसले 19 वटा दललाई गठबन्धन गराछ हो त्यो भनेको आफ्नो अस्तित्व मेटिँदै गएर 19 वटा दललाई गठबन्धन गरेको ओके भन्छ अहिले माओवादीले जंगल छिर्न पर्ने अवस्था आइसक्यो मेरो कुरा सुन वी आर पोइन्टिङ पर्सन अहिले नट अ पोलिटिकल पार्टी हो बुझिस् नि पोलिटिकल पार्टीलाई पोइन्ट गरिरहेको छैनौँ कि हामीले पर्सन भाइ सोभिता गौतम कि रेणु दाहाल भनेर हामी नेपाली कम्युनिस्ट पार्टी कि राजसभा भनेको छैन के बुझेनस् त त्यसरी हेर्न ओके ल सुन त्यसो भए सोभिता गौतम र रेणु दाहालको कुरामा दुईटै एकदम आफ्नो ठाउँबाट राम्रो तरिकाले चिनिएका मान्छे हो एउटा सचिवालय सदस्य हो अर्को भनेको मेयर भएर 8 वर्ष काम गरेको मान्छे हो है रेणु दाहालले धेरै काम गरेछ जस्तै कम्पेयर गर्ने हो भने नेपालभरिको म्युनिसिपालिटी भन्दा चाहिँ उसले सबभन्दा राम्रो बाहिर हेर्नै पर्न के गैंडाकोट हेरेर भरतपुर हेर गैंडाकोट त म्युनिसिपालिटी त्यो उस भयो त्यही पनि हेर्दै गर्दा कति डिफरेन्स छ एकदम भास्ट डिफरेन्स छ त हो वरपर टालिएको गैंडाकोट र चितवनलाई किन कम्पेयर गर्ने हामीले त्यो त कम्पेयर गर्नै मिल्दैन के गैंडाकोट हो सुन न भन्न खोजेको हो गैंडाकोटमा जुन तरिकाको जस्तै नगरपालिका अनि बजेटै डिफरेन्स भयो भने त्यत्रो डिफरेन्स हुन्छ विकास निर्माणको कुरामा भने महानगरपालिका र नगरपालिकामा धेरै डिफरेन्स हुन्छ बजेटमा धेरै डिफरेन्स हुन्छ तर ह्यान्डल गर्न सक्ने कुरामा नि अवसर पर्यो कि नै जस्तै यहाँकोले के गरेछ ल भन्छ 5 वटा केही छ अनि तैले क्वेसनै फालिस् के क्वेसनै फालिस् मैले किन सोभिता कि रेणु भनेको किन गैंडाकोटतिर ल्याएछ मैले कानेरी कुरा कनेक्ट गर्न खोजेको भने मेयर भएर रेणुले धेरै काम गरिछ हो एकदम खुलेर प्रशंसा गर्न मिल्ने काम गरिछ रेणुले ओके अब भन्दै गर्दा फेरि नीति अब सांसद किन चाहिएको नीति निर्माण गर्न हो संविधान संशोधन गर्न हो अहिले जस्तै संविधान संशोधन गर्न पनि मिल्दैन फेरि अहिले भर्खरै किनभने राष्ट्रिय सभामा सांसद छैन
संविधान संशोधन गर्न मिल्दैन। सांसद त छन् तर के छ पुरानै पार्टीका छन्, नयाँ पार्टीका आउँदै गर्दा पनि संविधान संशोधन हुँदैन। ओके भनिसकेपछि हामीलाई चाहिएको अहिले संविधान संशोधन हो, नयाँ नीति निर्माण हो, त्यसपछि जहाँनिर लुपहोल छ त्यो लुपहोललाई के गर्नुपर्ने अहिले फिल गर्नुपर्ने छ। त्यसको लागि अहिले के छ हामीले अहिले विज्ञ खोजेका छौँ, नयाँ खोजेका छौँ र परिवर्तनकारी खोजेका छौँ। त्यसको लागि सोभिता गौतम चाहिँ बेस्ट हो जस्तो लाग्छ मलाई। तर विकास निर्माणको कुरामा फेरि रेणु दाहाल एकदम पर्फेक्ट छ। मैले रोकेँ है, मैले आन्सर भने रेणु दाहालले त अनि विकास गर्ने त होइन नि त सांसदले। त्यही भएर त सोभिता गौतम ठिक छ नि त अब यो केसमा। सोभिता कि रेणु अहिलेको लागि सोभिता के क्वेसन भयो भाइ नट रेणु। यदि रेणुले त्यो पार्टी अहिले जुन छ नि त्यो तारा पार्टी त्यो छोडेर घन्टी पार्टीमा प्रवेश गरेर त्यही ठाउँबाट उठ्छ भने मेरो भोट रेणुलाई। वाइ किन भाइ मलाई रेणुलाई भोट नहाल्नु भनेको त झोले भइस रासपाको यसरी त्यस्तो होइन। डाइरेक्ट टु डाइरेक्ट झोले अहिले भइस। देशले के खोजिरहेको हाल्ला भन्नु त्यो भन्नु। तैँले बरु स्वतन्त्र उठेको भए भन्न मिल्थ्यो तैँले, तर तैँले रासपाबाट उठ्यो भनेपछि त झोले भइस के भाइ रासपा। भनेपछि रासोपाबाट जस्ता कुकुर बिरालो उठे पनि तैँले तैँले भोट अहिलेको लागि मान्छेले सबैले त्यही गर्छन्। अहिले हामीलाई के छ देशलाई परिवर्तन चाहिएको छ। अहिले हामीले बालेनलाई प्रधानमन्त्री हुन्छ, बालेनलाई सुन्न प्रधानमन्त्रीको लागि चक्रे मिलनले रासोपाबाट टिकट पाएको भए पनि तैँले चक्रे मिलनलाई भोट हाल्थ्यौ। त्यहाँको मान्छेको सोचाइमा फरक पर्छ त्यो। मान्छेले के सोच अहिले कहिले होइन अब मिलन चक्लेले के गरे विकास भन्नु न त। अनि त्यही भएर त मैले त त्यसको त त्यस्ता कुकुर जस्ताको आए पनि भोट हाल्छ भनेर इक्जाम्पल दिन खोजेको नि त बाबु। पहिलो कुरो इन्क्लुडै गराउन त्यो मिलन चक्ले रासोपाले इन्क्लुडै गराउन। भन्छ त रासपाको झोले, त्यो अहिलेलाई त्यही भन् त रासपाको झोले अहिलेलाई अनि त्यसै अहिलेलाई त्यही न म रासपाको झोले भन्न तैँले। एक्सेप्ट गर छाती मात्र राखेर। भन्दिनँ म बालेन समर्थक हो। त बालेनको झोले अहिले बालेन बालेनको झोले कि सुन होइन तैँले पहिला फिक्स आन्सर भन्न त बालेनको झोले। न बालेनको झोले हो भनेपछि बालेन काङ्ग्रेसमा गयो भने त जान्छ। बालेन माओवादी भनेपछि तैँलाई काङ्ग्रेसमा जाँदै गर्दा काङ्ग्रेस ठिक हुने भयो। अब काङ्ग्रेस एकदम राम्रो पार्टी हुने भयो। त्यहाँ सुन तैँले बालेनलाई प्रधानमन्त्री बनाउनु खोज्छ खोज्दिनुहोस् यति भन्नु। तैँले कसलाई प्रधानमन्त्री बनाएको छ अहिले बालेनलाई सुन्न बालेन यदि काङ्ग्रेसमा जान्थ्यो भने मैले बालेनको नि समर्थन हुन्थिनँ, काङ्ग्रेसको नि समर्थन हुन्थ्यो। त्यसको समर्थक हुन्थिस् त मलाई प्रधानमन्त्री कसलाई बनाउँथिस् त म भोटै हाल्थिनँ, नो भोट अप्सन। त देशको नागरिकै भइनस् त्यसो। कसरी नागरिक सच्चा नागरिक एउटा सच्चा नागरिकको कर्तव्य के हुन्छ भोट हाल्ने हुन्छ हुन्न भन्। सुन नो भोट तैँले भोट हाल्ने तैँले पछि प्रश्न उठाउनै पाउनुहोस् के भाइ यो देश विकास भएन भनेर तैँले तेरो मतको दान नै गरेनस् त कसरी विकास हुन्छ त्यो भन्न त। सुन ल त्यो भन् त्यो एन्सर भन् त अनि बोल हो कि तैँले के भनिस् भोट नहाल्दैमा देशको नागरिक हुँदैन भनिस्। देशको नागरिक होइन त सच्चा एउटा कर्तव्यनिष्ठ कर्तव्य त नागरिक त होस् त देशको नागरिक भएर त कहाँको नागरिक होस् हो कि भन्न त देशको नागरिक त भयो त कर्तव्य पुरा गर्नुपर्ने कर्तव्य चाहिँ पुरा गर्नु तेरो अनि। ओके त्यसो भए तैँले अहिले भन्दै गर्दा तैँले बालेनलाई पनि तैँले के भनिस् सुन है मेरो एकछिन बालेनलाई पनि तैँले देशको सच्चा नागरिक होइन भनिस्। किन 2079 भन्दा अगाडि पनि चुनावमा बालेनले भोट हालेको छैन, बालेनले भोट हालेको छैन भनेपछि बालेन सच्चा नागरिक होइन। त भर्खर बालेनको समर्थन सुन त्यसो भए अहिले त त्यो कुराको तैँले खण्डन गर्नु पर्यो नि त। बालेन पनि देशको सच्चा त्यतिखेर थिएन, अहिले परिवर्तन भयो। भन्छ पहिला त्यसले देशको माया गर्थेन, देशको वास्ता गर्थेन, अहिले चाहिँ 81 भित्रबाट मन पलायो त्यसपछि देशको माया गर्ने भयो। ए त भन्छ त पनि राम्रो पछि है त पनि 2084 को चुनाव आउँथ्यो 2089 को चुनाव आउँदैछ त्यतिखेर त पनि राम्रो एजेन्डा लिएर तँलाई पनि देशले खोज्यो भने तँलाई देशको नागरिकले समर्थन गर्छ। विगत हेर्नु पर्यो कि नै विगत हेर्न बाबु तैँले गर्लफ्रेन्ड बनाउँदै गर्दा त गर्लफ्रेन्डको पास हेर्छस् भने तैँले अब देशको प्रधानमन्त्री बनाउँदैछ त्यसको विगत हेर्दैनस्। मैले भन्छु अब म एउटा पोइन्ट भन्छु तिमीहरू अलिकति फार गयो होइन यो पोइन्ट हाम्रो रेणु कि सोभिता पोइन्टबाट तिमीहरू धेरै टाढा निस्क्यो होइन। दिस इज नट द पोइन्ट। मैले चाहिँ के भन्छु भन्दाखेरि चाहिँ रेणु दाहालले मेयर पदबाट राजीनामा दिएर अहिले सांसदमा उठ्नुपर्ने जरुरी थिएन, म त्यसो भन्छु। बालेन शाहलाई पो देशले माग्यो, जेएनजीले माग्यो। जेएनजीको माग भएपछि बालेन शाह चाहिँ सांसदमा राजीनामा मेयर पदबाट राजीनामा दिएर चाहिँ उहाँ सांसद पदको लागि आउनुभयो। प्रधानमन्त्री क्यान्डिडेट नभनौँ मैले बालेन शाहलाई, रासपाले बहुमत ल्यायो भने प्रधानमन्त्री क्यान्डिडेट हो। नत्र त्यो एमाले र काङ्ग्रेससँग मिलेर प्रधानमन्त्री बन्यो भने बालेनलाई प्रधानमन्त्री नमाने हुन्छ। म चाहिँ त्यो भन्छु हो केटा यो बुझ्यो नि तिमीहरूले। रेणु दाहाल इज फर स्थानीय सरकार, स्थानीय सरकारलाई बेस्ट छ रेणु दाहाल, संसदीय प्रणालीको लागि ठिक छैन। म चाहिँ त्यो भन्न चाहन्छु हो कि नै भन कुरा त्यही नै हो कि नै। विकास निर्माण होइन अहिले चाहिएको नीति निर्माण हो। नीति निर्माणको लागि चाहिँ सोभिता गौतम चाहिँ राम्रो क्यान्डिडेट हो।
किनकि विगतका अब पार्टीतिरै जाँदाखेरि पनि आरएसपीलाई चाहिँ उसले रवि लाम्छाने जेल जाँदाखेरि पनि आरएसपीलाई राम्रो ह्यान्डल गरिदिएर चाहिँ एउटा मार्गदर्शन सुमना श्रेष्ठ जस्ता पात्रहरू रासबाट निस्किँदै गर्दा पनि उसले चाहिँ एकछिन रोक। राम्रो योगदान दिएर चाहिँ पार्टीलाई अगाडि बढायो क्या सोभिता गौतमले, हो कि नै? डिभिजनको कुरा राख्नु त। त्यही भएर चाहिँ म के एट द एन्ड अफ द स्टक यो क्वेसनको मेरो सोभिता भयो। यो क्वेसनको कन्क्लुजन चाहिँ भरतपुरको मेयर बालेन काठमाडौँको मेयर ओके रेणु दाहाल किन प्रधानमन्त्रीको लागि क्यान्डिडेट राम्रो होइन, बालेन चाहिँ किन राम्रो? गुड क्वेसन। राम्रो क्वेसन। कसलाई क्वेसन चाहिँ कसलाई? सबैलाई सबै बालेन यस्तो हो क्या, बालेन चाहिँ अब कस्तो भयो भन्दाखेरि बालेनले एउटा चरित्र देखायो कि मतलब राम्रो चरित्र चाहिँ देशका लागि भनेर एउटा युथको क्यान्डिडेट पनि भयो उनी। एकछिन रेणुले तैँले भने होइन, रेणुले धेरै डेभलप गर्यो चितवन। त्यो भिजनमा चाहिँ किन रेणुले एउटा ठाउँ पायो भरतपुर, त्यो डेभलप गर्यो। बालेनले एउटा ठाउँ पायो काठमाडौँ, त्यो डेभलप गर्यो। ल अब कम्पेयर गर्न तिनीहरू एउटा के हो भने एउटा पोइन्ट के हो भने बालेन स्वतन्त्र ऊ यस्तो हो नि त, बालेन त स्वतन्त्र उठेर जितेको हो नि त। त्यो भएर एउटा फेम चाहिँ त्यहाँबाट पायो बालेन। अहिले आरएसपीमा छ, यस्तो हो नि। अहिले पार्टीमा लाग्नु कारण किन थाहा? यो किन लाग्यो भने थाहा? हाम्रो नेपालमा यो पार्टी दलीय सिस्टम छ क्या, दलीयमा नलागिकन प्रधानमन्त्री बन्न पाउँदैन क्या। त्यसो भए तैँले भने अनुसार चाहिँ तैँले 5 वर्ष बालेन प्रधानमन्त्री बन्छ त्यसपछि चाहिँ छोडिदिन्छ रासपा भने जस्तो कुरा त्यो होइन कस उसले रासपालाई राम्रो बनाउन चाहिँ रासपामा लाग्यो हो के मैले अझ राम्रो बनाउनलाई त स्वतन्त्र बनेर प्रधानमन्त्री बन्न पाउँथ्यो भने उ स्वतन्त्रै बनेर प्रधानमन्त्री बन्थ्यो। जस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुन्थ्यो भने सम्भवै छैन। हो त्यो सम्भव छैन। सुन म भन्छु नेपालमा प्रत्यक्ष क्यान्डिडेट आयो भने नि प्रधानमन्त्रीको त्यो सिस्टम हुन्छ नि, प्रत्यक्ष कार्यकारी प्रमुख प्रधानमन्त्रीको सिस्टम आए पनि दलीय सिस्टम बालेनले एक्लै उठेर जित्नु सम्भव भनेको 0.001%। सुन यस्तो हुन्छ त्यो कुरा आफ्नो स्वार्थको लागि छिर्यो त्यो त हो। एकदम भन्दै जाऊ न प्रधानमन्त्री बन्नु एक्ज्याक्टली हो। ल मलाई रेणु र त्यो बालेनको कम्पेरिजन चाहियो क्या। ओके यस्तो हुन्छ, एउटा दृढ आत्मविश्वास पनि हुनुपर्छ। ऊ स्वतन्त्रबाट आएको मान्छे, ऱ्यापरबाट आएको मान्छे, इन्जिनियरिङ फिल्डबाट आएको मान्छे, काठमाडौँ महानगरपालिका चलाउँछु भनेर 3 वर्षमा जुन तरिकाको उसले परिवर्तन गर्यो नि, देखाएको छ नि परिवर्तन भएको त काठमाडौँमा। ओके त्यो परिवर्तनलाई मान्छेले के गरे, देशभरिको जनताले आशा र भरोसाको केन्द्रले हेरे भनेपछि उसमा एउटा दृढ आत्मविश्वास, त्यसपछि स्वाभिमानी र उसको त्यो जुन तरिकाको उसले चरित्र निर्माण गर्यो र एउटा अडिक भयो नि, त्यो अडिकतालाई के गरे मान्छेले एउटा आशा र भरोसाको केन्द्रमा हेरे। त्यो हुनाले उसलाई चाहिँ जस्तै अब एज ग्रुप पनि पर्न मिल्यो। त्यसपछि जेनजी आन्दोलनले के गर्यो, झन् उसलाई अलिकति उक्साहट पनि भयो, बालेनको पोस्टले उक्साहट पनि भयो र त्यसैलाई के गर्न थाले। अब जस्तै जनआन्दोलन हुँदै गर्दा धेरै जस्तो देशका सबै मान्छेले के गर्थे, प्रचण्ड पथमा हिँडेको थियो। प्रचण्डलाई त्यो तरिकाको नेता मानेको थियो भने अहिले के भइरहेछ, देशका सबै जनताले बालेनलाई त्यो अनुसारको आशा र भरोसा लिएका छन्। अब बालेनले कतिको पुरा गर्छ गर्दैन भन्ने कुरो समयले देखाउँछ। प्रचण्ड अस्ति भएर फेलियर पनि हुन सक्यो अथवा राम्रोसँग गर्न पनि सक्यो। त्यो जनआन्दोलन 62-63 को जनआन्दोलन पछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल उसले गरे हो नि त त्यो आन्दोलनलाई। हामी पार्टीको विपरीत पर्यौँ, हामी होइन पार्टीको एगेन्स्ट पर्यौँ। हामी पार्टी अगेन्स्ट त हुनै मिलेन नि। कुन पार्टीको? नेकपा होइन पार्टीको एगेन्स्टमा, पार्टीको त सबैको पार्टीको एगेन्स्टमै परिरह्यो हामी होइन। अब जस्तै अब रेणु दाहालले अब इन्डिभिजुअल इलेक्सनमा चुनाव उठे भए होइन, अहिले मेयर त्यही किसिमले होइन के भन्छ। म चाहिँ के भन्छु भने रेणु दाहालले स्वतन्त्र रूपमा बागी उम्मेदवार उठेको भए पनि रेणु दाहाल इज नट बेस्ट क्यान्डिडेट फर सांसद के। म चाहिँ त्यो भन्छु पार्लिमेन्टको लागि चाहिँ बेस्ट क्यान्डिडेट होइन। त्यही भनियो त अघि नीति निर्माण र विकास निर्माणमा धेरै फरक छ के। जस्तै सोभिता गौतम भनेको सुन न, सोभिता गौतम भनेको नीति निर्माणको एक कानुन व्यवस्था कानुनकै क्षेत्रबाट आएको मान्छे, कानुन पढेर आएको मान्छे, कानुनकै अभ्यास गरेर आएको मान्छे, त्यही फिल्डबाट आएको मान्छे, त्यही फिल्डमा काम गर्न सजिलो हुनुभयो कि नै हो। ओके यो र म इलेक्ट्रिकल इन्जिनियर पढ्दैछौँ, अब हामीलाई त्यसपछि प्लास्टर गऱ्यो भने त हामीले त मेसो पाउँदैनौँ नि त हो। भन्न खोजेको सिभिल इन्जिनियरिङको काम गर भन्दै गर्दा त हामीले मेसो पाउँदैनौँ नि त। ऊ विकास निर्माण गरेको मान्छे, अब उसलाई नीति निर्माण गर्नु त त्यो त उसको फिल्डै फरक पऱ्यो। त्यो योगेश भट्टराईलाई महिला तथा त्यो के मन्त्रालय दियो तर तिमीहरू चाहिएको बालेन
हामीलाई अहिले चाहिएको अहिले विकल्पको रूपमा हेरेको बालेन राम्रो मान्छे गगन नि छ त्यो चाहिँ नै किन होइन यस्तो हुन्छ मैले के भन्नु किन यस्तो हुन्छ गगनलाई एउटा के हिसाबले राम्रो भन्न मिल्छ भने उसले आफ्नै पार्टीभित्रको त्यो सिन्डिकेट तोड्यो हो उसले परिवर्तनको माग गर्यो उसले परिवर्तन ल्यायो पनि पार्टीमा त परिवर्तन ल्यायो नि त यतिखेर के हुन्छ थाहा केटा एकछिन न राम्रै मान्छे पनि त्यो पुरानो पार्टीमा गयो भने त्यो मान्छेले भोट पाउने सम्भावना कम भइरहेको अहिले किन पुस्ता अहिले के भइरहेको छ पुस्ता हस्तान्तरण अहिले ट्याक्कै कुन फेजमा छ भने पुस्ता हस्तान्तरणको फेजमा छ हो पुस्ता हस्तान्तरण र पुरानोलाई जो त्यो एउटा विस्थापित गरेर नयाँलाई स्थापित गर्ने भन्ने भएको छ जस्तै काङ्ग्रेसलाई पनि हेरियो नि त काङ्ग्रेसलाई यत्रो वर्षदेखि लोग त्यो 2007 सालदेखि काङ्ग्रेस आएको आइछ 7 सालदेखि हेरेछौँ ओके भनेपछि त्यही पार्टीमा लाएर त्यो पार्टीलाई उसले राम्रो बनाउन सक्दैन भने त्यो मान्छे कसरी राम्रो भयो भन्ने तरिकाले एउटा दृष्टिकोणले त्यसरी गगनलाई नराम्रो आस्पेक्टबाट हेर्न थाल्यो भने अर्को जस्तै उसले त कमसेकम त्यो पार्टीको त सिन्डिकेट त तोड्यो नि त हो त्यसलाई उसलाई पनि त्यो अनुसारको थ्रेट थियो होला उसले शेरबहादुर देवाला सभापतिबाट त्यसरी विशेषमा अधिवेशन गरेर शेरबहादुर देवाललाई सभापतिबाट हटायो उसले त्यो सिन्डिकेट तोड्यो त्यो हुनाले उसलाई एउटा राम्रो एस्पेक्टबाट नि हेर्न मिल्छ तर कस्तो छ भने जुन तरिकाले उसले आउँदै गर्दा त्यसलाई गगन काठमाडौँ 4बाट उठ्दै गर्दा रासोपाले छोडिदिएको हो कि नै 2079 को त्यतिखेर रासोपाले त्यहाँनिर उम्मेदवारै उठाएन सपोर्ट गरेको नि त राम्रो मान्छे हो भनेर तर त्यो 3 वर्षको ग्यापमा उसले के गरिदियो ऊ के भइदियो झन् नयाँसँग उसले त्यो अनुसारको मिल्न पर्ने ठाउँमा नयाँलाई सपोर्ट गर्ने पर्ने ठाउँमा झन् उसले के गरिदियो नयाँलाई झन् त्यही अनुसारको त्यो बढी चेप्न थाल्ने पेल्न थाल्ने गर्यो अनि त्यसपछि के गर्यो रातारात विघटन भएको हो किन रातारात गठबन्धन भएको हो किन रातारात गठबन्धन हुँदै गर्दा पनि भाउजूको फरिया मुनि लुकेको हो कि होइन गगन रेणुदाको फरिया मुनि लुकेको हो कि होइन हो त्यो हुनाले गगनलाई चाहिँ त्यहाँनिरबाट काठमाडौँ सरलाई कन्फर्मै नगरिकन बसेको कन्फर्म नगरी बसेको थियो उठाउने भनेर ट्याक्क त्यसले उता भन्ने बित्तिकै अन्त अहिले त्यसपछि पुकार बम हो कि सिसी जनालको उठेको थियो त्यसो भए त्यो राम्रो कुरो चाहियो जित्नलाई आरएसपीले अहिलेलाई चाहिँ आरएसपीले जित्नु नै पर्यो एक मात्र विकल्प छ मैले एउटा नबुझाएँ केटा यस्तो हो हामीले सबै पार्टीलाई दियौँ 51-52 सालतिर काङ्ग्रेसलाई पनि दिए यस्तो भन्छ डीएम नभन तैँले अहिलेसम्म दिएकै छैन सुन्न उसले पुस्ताको कुरा गर्दैछ उसले बाबाजीको कुराहरू नेपाली जनता सिटिजनले दिए भन्न दिए 62-63 मा माओवादीलाई पनि दिए हो 71-72 मा एमालेलाई दियो 81-82 आयो अहिले अब त हामी त यो पुस्तामा बाँच्न सकिएन नि त हामीलाई त लास्टै सकस भयो नि त हरेक कुरामा त्यो भएर चाहिँ जे गर्दा पनि त्यो पनौती लाग्यो जस्तो के देशमा मान्छेको प्रमुखमा पनौती भएपछि जे गर्दा पनि पनौती लाग्छ जस्तो भयो के सबै कुरामा पनौती हामीलाई अब नयाँ चाहियो हामीलाई युवा चाहियो हामीलाई ऱ्यापर चाहियो होइन हामीलाई इन्जिनियर चाहियो पढे लेखेको मान्छे चाहियो होइन कोही जो निडर मान्छे चाहियो भन्न सक्ने मान्छे चाहियो अस्ति केटाहरूले कुरा जस्तो भयो कि होला हो नहोला नहो भने जस्तो भन्ने खालको मान्छे चाहियो एक छापे मान्छे चाहियो भनेर चाहिँ हामीले बालेनलाई अगाडि सार्यौँ हो बालेन अब हाम्रो सेप्टेम्बर 7-8 को त्यो प्रोटेस्टकै बेला चाहिँ ऊ प्रधानमन्त्री सम्हाल्न सक्थ्यो तर उसले चाहेन किनकि 6 महिनाको स्थायी सरकार म चलाउँदिनँ भन्ने टाइपको भर्यो किनकि सक्दा नि सक्दैन फेरि अलिकति गाह्रो पनि सक्दैन अनि त्यो भएर चाहिँ उसलाई विभिन्न किसिमका ट्यागहरू लगाइयो है लुसिफर भनियो विदेशी शक्ति विदेशी दलाली भनियो अनि उसले त्यसलाई ट्याकल गर्दै चाहिँ अहिले प्रधानमन्त्रीको उम्मेदवार छ र हाम्रो दायित्व भनेको बालेनलाई चाहिँ योपालि प्रधानमन्त्रीको उम्मेदवार क्यान्डिडेट बनाउने हो जस्तो चाहिँ मलाई लाग्छ है पढेको मान्छे हो भिजन भएको मान्छे हो दृढ आत्मविश्वास छ स्वाभिमान छ त्यो हुनाले अहिले स्वाग पनि छ चस्मा पनि छ त्यो हुनाले अहिले बालेन हाम्रो एकमात्र विकल्प हो अहिलेसम्म के भइरहेको थियो जस्तै त्यो दुर्गा प्रसाईले भने जस्तो यो मेरो क्लासको फर्स्ट भयो मेरो अन्डरमा काम गर्छ भने जस्तो त्यो जो ब्याक बेन्चर थिए उनीहरूले मन्त्रीमण्डल हानिरहेछ जो फर्स्ट बेन्चर थियो ऊ लोकसेवामा नाम निकालेर धुर्मुर काम गर्दै बसिरहेछ उसको अन्डरमा काम गरिरहेछ फर्स्ट भाइले ल ब्याक बेन्चरले के रहेछ देश चला त्यो ब्याक बेन्चरले देश चलाएको भन्नु मिल्दैन त्यसमा चाहिँ त्यो पढ्ने मान्छे बुद्धि नभएको भयो यस्तो हो नि त सिस्टमै त्यस्तो छ नि त राजा नभएको त्यो कुरा छोड्न केपी ओली सिधै प्रधानमन्त्री बन्यो र बुद्धि लाएर बन्यो हो नि त बुद्धि लाएर नभनेको चतुर गरेर भन्यो त्यो दिमागले गर्यो नि जे गर्यो दिमागले गर्यो त्यो पढ्ने मान्छे त्यो दिमाग आएन हो त्यही भएर अहिले के भयो
अहिले त्यसलाई त बुझ्यो नि त नेपाल जनताले बुझ्यो नि त यसले यो तरिकाले गरेर त्यो रहेछ है भन्ने पढ्ने तरिकाले मान्छे बुझ्यो एकरो बुद्धि हुन्छ त्यसले केही झाटै गर्न सक्दैन सुन न ल फर्स्ट बाई सधैँ मुई ठुलै पोस्टमा हुनुपर्छ भन्ने छैन नि यस्तो भयो एउटा फर्स्ट बाई पो त्यो हुन पर्दैन भन्ने भयो त नि साथी हरेक ठाउँको त्यही भएन त्यो हुँदैन फर्स्ट बाई त जसको धेरै नलेज छ त्यो फर्स्ट बाईको नलेज धेरै हुन्छ भन्ने त्यो कुनै त्यो हुँदैन। सुन राजाले नेपाल एकीकरण गरे नेपालमा ल कानुन पोलिटिकल पार्टी इस्टाब्लिस काङ्ग्रेसले गर्यो हो माओवादीले नेपालमा होइन अब जनता बोल्नु पाउनुपर्छ सबैजना बोल्नु पाउनुपर्छ है अब जनताहरू गुम्सेर बस्ने एकजनासँग डराएर बस्ने होइन भनेर माओवादीले गणतन्त्र ल्यायो एमाले सखाप पार्यो खत्तम बनायो सबै चिज अनि त्यसपछि चाहिँ बल्ल जेएनजीको आउटब्रस्ट भएर चाहिँ यो भाव हो केटा हो है त्यसैका साथै अब यो कुरालाई यहीँ टुङ्ग्यो अलि हाँसो मजाक टाइपको भएन कि बहस मात्रै भयो बहस मात्र बहस माथि बहस बहस राम्रो हो वैचारिक बहस अनि देशको कुरामा हाँसी मजाक हुन्छ अनि राम्रो प्रश्न हो राम्रो प्रश्न हो देशको मामलामा स्वाभिमानको मामलामा